नमस्कार। आज फेरि पनि उपस्थित भइसकेको छु मुस्कान कोचिङ सेन्टरले सञ्चालन गरेका नियमित क्लासमा। आज तपाईं सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको लागि तयारीमा जुट्नु भएका हाम्रा सम्पूर्ण मित्र साथीहरू, आयोग तयारीको लागि हामीले नियमित क्लास लिनुपर्छ र हाम्रो अध्ययनलाई निरन्तरता दिनुपर्छ र समयलाई सदुपयोग गर्दै लागौ आजको विषयवस्तुतर्फ। हामी आज नेपालमा रहेका नेपालमा रहेका 7 प्रदेश अन्तर्गत का जिल्ला आज हामी के को बारेमा छलफल गर्छौं त? नेपालमा रहेका 7 प्रदेश अन्तर्गतका जिल्लाहरूको बारेमा हामी छलफल गर्छौं। यसमा एउटा सूत्र छ, सताइस 64 531। अब यो भनेको प्रदेश बुझौं। यो 2 नम्बर प्रदेश, 2 नम्बर प्रदेशमा कतिवटा जिल्ला? 8 वटा। त्यसैगरी 7 नम्बर प्रदेशमा कतिवटा जिल्ला? 9 वटा। 6 नम्बर प्रदेशमा कतिवटा जिल्ला? 10 वटा जिल्ला। 4 नम्बर प्रदेशमा 11 वटा जिल्ला। त्यसैगरी 5 नम्बर प्रदेशमा 12 वटा जिल्ला। 3 नम्बर प्रदेशमा 13 वटा जिल्ला। अनि त्यसैगरी 1 नम्बर प्रदेशमा 14 वटा जिल्ला। हामी यो सूत्र प्रयोग गरेर कुन प्रदेशमा कतिवटा जिल्ला रहेका छन् त्यस्ता कुराहरू हामी अध्ययन गर्न सक्छौं। अब यसमा एउटा सूत्र के छ? यो सूत्र छ सूत्र के छ? 27 64 531। यसको अर्थ यो के भयो? प्रदेशहरू भयो। के भयो? प्रदेशहरू। अनि यो के भयो? प्रदेशगत जिल्ला संख्या। प्रदेशगत जिल्ला संख्या। अब कुन प्रदेशमा कतिवटा जिल्ला रहेका छन् भने 2 नम्बर प्रदेशमा 8 वटा, 7 नम्बर प्रदेशमा 9 वटा, 6 नम्बर प्रदेशमा 10 वटा, 4 नम्बर प्रदेशमा 11 वटा, 5 नम्बर प्रदेशमा 12 वटा, 3 नम्बर प्रदेशमा 13 वटा अनि 1 नम्बर प्रदेशमा 14 वटा जिल्लाहरू रहेका छन्। अब हामी 1 नम्बर प्रदेशमा, 1 नम्बर प्रदेश भनेको कुन प्रदेश हो? कोशी प्रदेश। अब
यो कोशी प्रदेश अन्तर्गत कतिवटा जिल्ला छन् त 14 वटा जिल्ला छन्। यो 14 वटा जिल्लालाई हामी कसरी सजिलो तरिकाले कसरी याद गर्न सक्छौं, हामीले हाम्रो दिमागमा कसरी बसाउन सक्छौं, कसरी हामी याद गर्ने, त्यो सबै ट्रिक सहित हामी आज अध्ययन गर्छौं, पढ्छौं। आउनुहोस् अब यता के छ, मानौ कि यो यसरी मानौ यो के छ, एउटा मानौ कि यो कोशी प्रदेश छ। कोशी प्रदेश छ भने यो साइडमा के छ, ताप्लेजुङ छ, ताप्लेजुङ छ। त्यसैगरी यो मानौ यो 3 वटा जिल्ला मानौ, यो ताप्लेजुङ छ अनि यो छ सङ्खुवा सभा, सङ्खुवा सभा, अनि यो भयो सोलुखुम्बु, सोलुखुम्बु के छ। हामी अब मानौ 1 नम्बरमा के लेख्ने, ताप्लेजुङ लेख्ने, ताप्लेजुङ 1 नम्बरमा ताप्लेजुङ। त्यसैगरी 2 नम्बरमा हामी के लेख्ने, सङ्खुवा सभा, सङ्खुवा सभा, सङ्खुवा सभा। त्यसैगरी 3 नम्बरमा के लेख्ने, सोलुखुम्बु, सोलुखुम्बु। 3 नम्बरमा के हुन्छ, सोलुखुम्बु, सोलुखुम्बु। त्यसैगरी 4 नम्बरमा अब हामीले कसरी सजिलो तरिकाले हामी याद गर्न सक्छौं यो जिल्लाहरूलाई, त्यो हिसाबले हामी जाउँ। अब फेरि यहाँ के हुन्छ, मानौ कि एउटा यो मानौ यो यसरी छ, यसरी छ, यसरी छ। अब यसमा पहिला 5 हुन्छ, के हुन्छ, 5 5 13 13 अनि के हुन्छ, खोटाङ, खोटाङ अनि ओखलढुङ्गा, ओखलढुङ्गा। 5 को अर्थ के हुन्छ, 5 थर, 5 थर। त्यसैगरी 5 नम्बर के हुन्छ, 13 थुम, 13 थुम। 5 थर 13 थुम। 6 नम्बरमा हुन्छ खोटाङ, खोटाङ, खोटाङ। त्यसैगरी 7 नम्बरमा के हुन्छ, ओखलढुङ्गा, ओखलढुङ्गा, कुन ढुङ्गा, ओखलढुङ्गा। अब फेरि 4 वटा जिल्लालाई यसरी गरौँ, यसरी गर्दाखेरि मानौ कि नक्सामा अलिकति यताउता हुन सक्छ, तर हामी मानौ कि हामी याद कसरी गर्ने। अब त्यसपछि के आउँछ, इलाम आउँछ, चिया खाने। इलाममा गएर चिया खाने। त्यसपछि चिया खाएपछि धान कुट्ने, धनकुट्टा। धान कुटेपछि त्यही चामल आउँछ, चामलबाट भोज गर्ने, भोज खाने अनि उदयपुरतिर घुम्न जाने।
ऊबाट उदयपुर हुन्छ। अब के हुन्छ 8 नम्बर 9 नम्बर 10 नम्बर 11 नम्बर। अब 8 नम्बरमा के हुन्छ इलाम इलाम, त्यसपछि धनकुट्टा धनकुट्टा धान कुटाउने धान कुट्ने, त्यसपछि हुन्छ भोजपुर भोजपुरमा गएर भोज खाने अनि उदयपुर घुम्न जाने। उदयपुर भोज खाएपछि नै घुम्न जाने हैन। अनि त्यसपछि के हुन्छ फेरि 3 वटा जिल्ला। अब 3 वटा यता कुन जिल्ला आउँछ तराईको जिल्ला आउँछ अनि यसमा हुन्छ झापा, यसमा हुन्छ मोरङ झापा मोरङ अनि सुनसरी 12 नम्बर 13 नम्बर अनि 14 नम्बर। 12 नम्बरमा के हुन्छ झापा त्यसपछि मोरङ अनि लास्टमा सुनसरी। अब यसरी हामी यो प्रदेश नम्बर 1 अर्थात् कोशी प्रदेशमा रहेका 14 वटा जिल्लालाई हामी विभाजन गरेर हामी आफ्नो तरिकाले हामी याद गर्न सक्छौँ। यसलाई कसरी याद गर्ने त सबभन्दा यता माथि के हुन्छ एउटा ताप्लेजुङ अनि अर्को सङ्खुवा सभा अनि त्यसपछि सोलुखुम्बु, यो 3 वटा जिल्लालाई याद गर्ने। पहिला ताप्लेजुङ सङ्खुवा सभा सोलुखुम्बु 3 वटा भयो। त्यसपछि त्यसको तल अब आउने, तल आएपछि फेरि अर्को राउन्ड गर्ने, त्यसपछि अरूको राउन्डमा 5 अनि 13 5 थर 13 थुम खोटाङ ओखलढुङ्गा 4 वटा जिल्ला याद गर्ने। त्यसपछि फेरि त्यसको तल आउने अनि 4 वटा जिल्ला फेरि याद गर्ने। चिया कहाँ बढी हुन्छ इलाममा हुन्छ, चिया खेती कहाँ बढी हुन्छ इलाममा गएर चिया खाने, चिया खाएपछि धनकुटा गएर धान कुट्ने हो, धनकुटा गएर धान कुट्ने, त्यसपछि धान कुटेपछि त्यसबाट चामल आउँछ अनि भोज गरेर खाने, भोज खाइसकेपछि उदयपुर घुम्न जाने। 4 वटा भयो, पहिला 3 वटा त्यसपछि 4 वटा त्यसपछि 4 वटा अनि फेरि तराईको जिल्ला 3 वटा के हुन्छ झापा मोरङ सुनसरी। यसरी हामी यो कोशी प्रदेशमा रहेका जिल्लाहरू हामी आफ्नै तरिकाले याद गर्न सक्छौँ र जीवनमा कहिले पनि बिर्सन सक्नुहुन्न। मैले देखाएको यसरी हामीले बनाएर नक्सा बनाएर त्यसको कथा बनाएर त्यसको सूत्र बनाएर हामीले यसरी याद गर्दाखेरि जीवनमा कहिले पनि हामी बिर्सन सक्दैनौँ। आजको यो भिडियो क्लास तपाईहरूलाई कस्तो लागेको छ, जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया सहित हाम्रो युट्युबमा रहेको च्यानल मुस्कान कोचिङ सेन्टरलाई सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु हुन विशेष आग्रह सहित आजको यो छोटो कक्षाबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।